म चाहिँ मरिचौर आइपुगेँ। आउँदाखेरि क्यास बोकेर आउनु होला। तल क्युआर चल्दैन रहेछ किनभने यहाँनिर एनटिसी एनसेलको नेट पनि छैन, टावर पनि छैन भन्छ नि काठमाडौँमा। काठमाडौँ भ्यालीभन्दा बाहिर पनि वाइफाई एनसेल एनटिसीको नेटवर्क यो सुविधा हुनु काठमाडौँ नै हो। यो शिवपुरी नेसनल पार्क हो यो, र पनि यहाँनिर नेट छैन, क्युआरको सुविधा छैन किनकि यहाँ नेट चल्दैन। डाटा खोल्छु भन्दा डाटा त परे जाओस्, कल कसैलाई गर्छु भन्दा नि पाउनुहुन्न। सो यहाँ आउन मन छ भने चाहिँ क्युआरको टिकटको पैसा पसलले मान्छेलाई 100 रुपियाँ, बाइक स्कुटरहरूको 150, अनि ट्याक्सीको लियो यिनीहरूले 300 रुपियाँ। अरू गाडीहरूको पनि लिन्छ अरे, त्यही भएर सो यहाँ मरिचौर आउनु छ भने चाहिँ क्यास पैसा चाहिँ बोकेर आउनु होला। यस्तो झमेला भएन हामीलाई चाहिँ। लास्ट रिस उठिरहेछ। बाहिरको मान्छेले विश्वास गरेर त्यसको क्युआर लिउँ, मोबाइल नम्बर दिउँ र पैसा ट्रान्सफर गरिदिन्छु भनेर सापट्टि दियो, तर त भित्रको मान्छेले क्युआर दिनुहोस्, मेरो स्कुटीको चाबी यहीँ राखिदिन्छु, मलाई माथि जहाँसम्म नेट चल्छ, जहाँबाट टावर आउँछ नेट चल्छ त्यहाँबाट क्युआर गरिदिन्छु भन्दा पनि पत्याएन। त्यही भएर होस गरेर आउनु। घना जङ्गल, राम यहाँ त कस्तो डरलाग्दो जङ्गल रहेछ। कति टाढा छ अझै? आइपुग्यो? ए थ्याङ्क यू। यहीँ तलबाट हिँडेर आएको, त्यही पनि गाह्रो पऱ्यो मलाई त। गुरी के अरे यहाँ आउँदा चाहिँ लाइटर, चुरोट खैनी, माछा मासुको आइटमहरू चाहिँ केही पनि लिएर आउन नपाइने रहेछ। गुरे म यहाँ छु गरे भन्ने जङ्गल त यहाँ पो रहेछ। ओ यामजी